हेलो एभ्रिवान, कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला। आज चाहिँ हाम्रो काठमाडौँमा लास्ट डे थियो र मेरो आमा अनि आन्टीले भने कि एकपल्ट बौद्ध स्तूपा गएर मजाले कुरा गरेर भन्नुभयो र लगिली हाम्रो रुम पनि त्यही अपोजिटमा थियो, एकदम नजिक थियो र हामी यहाँ 5 बजी उठेर आएर कुरा गऱ्यौँ मजाले र 3 फन्का घुम्यो। हामीले पनि मजाले कुरा गऱ्यो र यहाँनिर देख्नुहुन्छ तपाईँहरूले कति मान्छेहरू आउनुभएको थियो। यहाँनिर बुढाबुढी नानीहरू सबै हुनुहुन्थ्यो। त्यो पनि बिहान नै हामीभन्दा अगाडि 3 बजीतिर पनि आउनुभएकोहरू थियो र धेरै टाढो टाढो ठाउँहरूबाट आउनुभएको थियो। र आफ्टर कुरा हामीले 3 राउन्ड गरेपछि हामीले डिसाइड गर्यो कि त्यहाँनिर चिया खाने भनेर र ठिक्क त्यहाँनिर टिबेटन एकजना आन्टीले चिया बेचिरहनु भएको थियो र हामीले चिया 3टा लियौँ र फाले पनि एक एकवटा खाएर मजाले बौद्ध स्तूपा हेर्दै बस्यौँ। र म चाहिँ एकदम डल्दैखेको थियो किनकि रुगामार्गी लागेर मलाई चिसो धेरै लागिरहेको थियो यो टाइममा चाहिँ। र मेबी वेदर नफापेर हो या पानी कि धुलोमुलोले गर्दा होला, तर पनि मैले एकदम इन्जोय गरेँ काठमाडौँलाई र एकदम मन पर्यो। काठमाडौँ यति दामी साँच्ची भनेको फेरि पनि आउने इच्छा छ। र टिल देन बाई बाई काठमाडौँ नेपाल, बाई बाई।